हाम्रो टोलीहरू निको हिँडेको गाइस राम्रै भएर गाइस हामी चाहिँ अब निको हिँड्न लागेको ल गाइस मेरो बुढा ल बेबी खाऊ खाउनु तिमीले अहिले निकोमा आइपुग्न लाग्यो हामीलाई हेर्नु नै हाम्रो पुऱ्याउँदैछौँ उसलाई यस्तै हो गाइस पुऱ्याउनु पर्ने के सुन्नुभयो अनि हिउँ परिरहेछ क्या यस्तो एकदम स्मल होइन तर ठिकै छ चिसो छ यार रुन्जे बिहान हो Here guys मेरो चाहिँ फर्स्ट टाइम हो ट्रेनमा ट्राभल गरेर निको आएको आई थिङ्क राम्रो माने आज आएको झन् यस्तरी हिउँ पर्दै हेर्नु गाइस अनि मेरो यो आउटफिट अफ द डे त ल कितारको आउटफिट हेरे भाइ गाइस हामी चाहिँ आइपुग्यौँ लेक पोखराको लेक यो फेवा लेक गाइस यो चाहिँ अहिले चाहिँ हामी केगोन फलमा आइपुगेको छौँ चिसो छ गाइस कस्तो चिसो छ कस्तो छ मौसम आजको एकदम गर्मी पट भएर कालो चस्मा लगाएर सेतो देखे उसले कालो चस्मा लगाएर सेतो देखिरहेको कस्तो ब्युटिफुल जाडो कस्तो फिल भइरहेछ त भेना एकदम चिसोमा पनि रमाइलो भइरहेछ नि कस्तो चिसो छ पानी पनि ओहो इन्जोय गरिरहेछ
We are going back to the bus station. Tobuko. Yes, I'm over the bus station. Kako. Tobuko. Nico. फर्किँदैछौँ हेलमेट निम्ति गाइस अनि सुषमाले बनाइदिएको थ्याङ्क यू फर योर टाइम बाई ल हामी चाहिँ हाम्रो स्टेसन ब्याक आइपुग्यौँ यता रोक्छ नि त त्यो जाँदाखेरि चाहिँ उता हो कि आउने बेलामा चाहिँ यता हुन्छ नि त बाई बाई थ्याङ्क यू गाइज फर वाचिङ आवर ब्लग थ्याङ्क यू सो मच अरू के भन्ने हो र अब किप सपोर्टिङ अस नट अस यस अस मी एन्ड माई हस्बेन्ड लभ यु अल